हेलो गाइज दर्शक नमस्ते। यहाँ हेर्नुहोस् है, यो चाहिँ स्काई टावर होइन। तपाईँ हेर्नु सक्नुहुन्छ तलतिर सानो सानो गाडी देखिन्छ होइन। अग्लै रहेछ कि यो चाहिँ होइन। अनि यहाँ फर्स्टचोटि आएको। मलाई त्यो सिसामा टेक्न पनि डर लाग्यो कि है। यहाँबाट चाहिँ काठमाडौँ भ्याली राम्रो देख्दो रहेछ। म नि यो फेसबुक उसमा चाहिँ देखिराखेको थियो होइन। मलाई पनि यहाँ आउन एकदम मन लागिराखेको थियो। यहाँबाट यहाँ पारि चाहिँ घन्टाघर पनि छ होइन। यसमा पनि अब टाइम मिल्यो भने जान्छु होइन। मुनतिर हेर्नुहोस्, मुनतिर डरै लागेर आयो मलाई चाहिँ होइन। यस्तो छ कि हेर्दै मलाई चाहिँ सिरिङ्ग भइराखेको छ क्या। मलाई चाहिँ लास्ट डर लाग्यो है। फेरि टेक्नै नसक्दो रहेछ। हुन त यो बलियै छ होला होइन, तै पनि सानो बाबु यहाँ खेलिराखेको छ होइन। मस्तै हेरिरहेको छ। यिनीहरू चाहिँ डराएकै छैन। मलाई मात्रै डर लागेको हो कि। हिँड्न त हिँड्यो है, हामी पनि हिँड्यो होइन। वा खुट्टै काम्दो रहेछ, खुट्टै काम्दो रहेछ है। तपाईँहरू पनि काठमाडौँ आएको बेला चाहिँ यहाँ चाहिँ एकचोटि ट्राई चाहिँ गर्नुहोस् है। 1000 रुपियाँ रहेछ टिकट पनि। 1000 रुपियाँ कहिले काहीँ अनुभव पनि गर्नुपर्छ काठमाडौँ भ्यालीको हेर्नु। कस्तो डर लाग्यो। मुन त हेर्दा कहाँ जस्तो लाग्ने क्या। यतापट्टि चढ्नु पऱ्यो। खुट्टै कामेर आउँदो रहेछ क्या। यहाँ पारि चाहिँ रानी पोखरी होइन। रानी पोखरी त्यो देखेको चाहिँ वीर अस्पताल पनि छ यता होइन। वीर अस्पताल, दरबार हाई स्कुल त्यही छ। काठमाडौँ नै हेर्ने हो भने चाहिँ यहाँ आउनु पर्ने रहेछ है गाइज। मुनतिर हेर्न त अलि डर लाग्छ होइन। माथि हेर्दै हिँडिराखेको छु। मुनतिर हेर्न चाहिँ डर लाग्छ मलाई। यस्तो देख्छ त अनि। कहाँ छ क्या सम्म। हे घन्टाघरमा पनि पुग्नुपर्छ अहिले। ल यस्तै छ काठमाडौँ।
काठमाडौँ भ्याली